जेठो दाजुको छोरा त अहिले नासाको बारेमा सोच्दो अनि तिमी चाहिँ आफ्नो सन्तानको भविष्य बिगार्ने सोचिरहेछौ। भोलि कसरी हाम्रो सन्तानले उहाँहरूको छोराछोरीलाई आफ्नो दाजुभाइ भन्ने? अनि म के सधैँभरि त्यही माटोको भित्र लिपेर बसिराख्नु? दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो। ऊ चाहिँ स्वर्ग जान्छस् भन्दा गुहान नपाइएला भन्नेमा छ। तिमीलाई जान मन छैन भने भन, म एक्लै जान्छु। त्यो त कसरी हुन्छ हौ? तिमी त मेरो परान हो। शरीरले परान छोडेर कसरी बाँच्न सक्छ? तर आमालाई चाहिँ कसरी भन्नु? तिमी त्यसको चिन्ता नगर। बाआमालाई मिलाएर भन्ने जिम्मा मेरो भयो। ल के भयो तिमीलाई? नरौ 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 तारी नरौ। के भन्छ यो? प्लेन चढ्न मन लाग्यो भनेको भन्नु त माइलालाई। ए बिहा गरेर दुवैजना सँगै जाने भनेको अब कहाँबाट ल्याइदिउँ त तँलाई यति छिटो केटी? कोक्रो बुन्दैछु, आजै सक्नु पर्छ नत्र बिटुलो हुन्छ। के गर्छ यो? कहाँ जाने?